तपाईँ पहिलोचोटि कस्तो छ जस्तो लाग्छ तपाईँ काम चाहिँ बेलुका राख्नु मान्नु काम चाहिँ एकदम कस्तो मजा आउँथ्यो रमाइलो भइरहेको छ हामीहरू हिँड्दैछौँ यसो वाकिङ गर्छौँ एक ठाउँमा बसेर खान्छौँ सो बिउले चाहिँ मार्छ होइन बाबाले देखाएको छ नि त सो त्यही नै हो यस्तो थियो नि गाइज हेलो वेलकम ब्याक वन्स अगेन my vlog गाइज होइन आज चाहिँ फ्राइडे सो आज हाम्रो काम पनि बिदा झोक पनि लाग्यो बस्नुलाई रुममा के गर्ने त भने अब यसो जाग्रेपतिर घुम्दिउँ भने दाजुभाइ प्लान भयो त्यसपछि हामी चाहिँ निस्केको यहाँबाट यहाँ चाहिँ दाइ छ भने चाहिँ यहाँ चाहिँ म हल्का आज मौसम पनि अरू दिनभन्दा चाहिँ आज अलिकति घुम्म हो होइन तै पनि त्यस घाम छैन शीतल छ क्या आनन्द भइरहेछ त्यस मलाई चाहिँ यस्तै मनपर्छ है नमस्कार यस्तै भइरहेछ सो अब चाहिँ हामी एउटा ट्रेन स्टेसन जान्छौँ त्यहाँदेखि ट्रेनबाट टिकट काटेर त्यसपछि हामी चाहिँ जाग्रेपतिर गएर आज चाहिँ हामी एरोन जाने प्लान छ एरोन जान्छौँ घुम्छौँ अनि यसो लाएर अब अलिअलि खानेकुरा पनि बनाइएको छ ब्यागमा अनि कोकसोक बियरसियर खाएर हामी चाहिँ त्यहाँबाट फेरि रिटर्न हुन्छौँ यस्तै चलिरहेछ यस्तो थियो नि गाइज होइन अब नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला अब पुरानो हुन्छ भने नि यसो भिडियो हेरेर लाइक गरिदिनु होला भन्न चाहन्छु अब यस्तै छ सो यस्तै थियो है त ट्रेन स्टेसन त आयो तर ट्रेन चाहिँ चलाएन जस्तो लागेर आज त है गाडीमा लान्छ जस्तो लाग्यो त्यहाँ अलि आधी बाटोसम्म चाहिँ पहिला पनि यस्तै भएको थियो क्या आधी बाटोसम्म चाहिँ गाडीमा ट्रान्सपोर्ट गरेर त्यसपछि फेरि ट्रेनमा जानु थियो सो आज चाहिँ ट्रेन चलाएन जस्तो लाग्यो मलाई चाहिँ विचारमा है अब के छ बुझ्छु एकचोटि अनि त्यसपछि लाग्यो के गर्दो रहेछ तर ट्रान्सपोर्ट चाहिँ गरिदिन्छ यहाँको एउटा गभर्मेन्टको त्यो म्यानेजमेन्ट चाहिँ एकदम मन पऱ्यो क्या अब एउटा भएन भने अर्को अल्टरनेटिभ चाहिँ बनाइदिन्छ त्यो चाहिँ त्यो चाहिँ ठिक छ यहाँको सो मैले चाहिँ भर्खर टिकट लिएँ होइन टिकट त लिएँ बट ट्रेन चाहिँ चलाएर हिँड्छ किनकि कन्स्ट्रक्सनको काम भएर चाहिँ त्यही माथि आज होलिडे पनि छ गभर्मेन्टकै त्यही भएर नि हाम्रो पनि छुट्टी अनि यहाँ काम चलेको भएर चाहिँ त्यस्तो रन छैन रहेछ क्या अब गाडीमा कुरेर कतिखेर आउने गाडी है आएर फेरि कहाँ लान्छ पहिला चाहिँ सेसभेटी लगेर छोड्दै थियो हामी चाहिँ अहिले डुगोसेलो सो पहिला चाहिँ सेसभेटी लगेर छोडेको थियो त्यसपछि चाहिँ ट्रेन चल्थ्यो क्या अब चाहिँ हेरौँ कहाँ लान्छ यो पालि चाहिँ भन्ने कुरो हो खै अब कुर्नु पऱ्यो यहाँ टक्क लाएर चोकमा यो चाहिँ स्टेसन भयो होइन अगाडिपट्टि टक्क छ ट्रेन चल्छ भने यहाँनिर चोकमा चाहिँ बस आउँछ सो बसमा कुर्नुपर्ने हुन्छ हामी चाहिँ त ल स्टेसन गाइस यहाँ चाहिँ बबाले रोजफुल फल्ने हो क्या त्यसमा कडक छ यता प्रायः घरै पछि चाहिँ रोजफुल छ यस्तो बवाल फुलहरू छ कि छोड्दिउँ सो अहिले चाहिँ म ट्रेन स्टेसन यहाँ यस्तो छ भनेपछि अनि यसको ठ्याक्क लाएर चोकमा चाहिँ म छु कुरेर यहाँ सबजना कुरेर बसिरहेछन् फेरि सो यहाँ चाहिँ एकजना यहाँको मान्छे हुनुहुन्छ ट्रेन स्टेसनकै बस कतिखेर आउने कता जाने बसहरू यहाँबाट छुट्याइदिन्छ उहाँले यहाँ चाहिँ नयाँ यस्तो छ एमाजोन कुरा चाहिँ एउटा यहाँ छ क्या टक्क दामी खालको क्या चिसो खानु मन लाग्यो भने कफी खानु मन लाग्यो भने टक्क पैसा हाल्यो निकाल्ने खाइदिनु यस्तो सिस्टम चाहिँ आउनु पऱ्यो क्या नेपालमा अनि मजा हुन्थ्यो क्या सबजनालाई अन्त पसलै धेरै छ नेपालमा के त्यस्तो त्यो गर्नै पर्दैन जता छिरे पनि पसल त होइन यस्तो राखेर पनि खासै उचित देख्दिनँ अनि नेपालमा चाहिँ ल के कसो हो गाइज यसो कमेन्ट हानौँ त एकजनको कुरापछि बस पनि आइपुग्यो दाजुभाइ पुरा बस कोर्दै थियो बाहिर बस आइपुग्यो बसमा पनि बस्यो लास्ट यहाँबाट बसेर जानु त्यसपछि चाहिँ फेरि ट्रेन जानुपर्ने हुन्छ ट्रेन के नामै वागनको जान्छ
गाइस एकछिनको राइड पछि चाहिँ हामी चाहिँ टक्क लाएर हाम्रो शेष विद्यापीठ होइन हो त शेष विद्यापीठ अब टक्क लाएर फेरि यहाँ यस्तो ट्रेन चढेर जानुपर्ने हुन्छ। सो गाइस हामी सबैजना चाहिँ ट्रेनै कुरिरहेछौँ, तर यो जाने हो कि होइन त्यो थाहा भएन। यस्तै नै छ यहाँको बिजोक। सो स्टेसन यस्तो छ, बिजोक त के भन्नु, रमाइलो भनौँ न ल। गाइस एकछिनको बोर्डिङ वेटिङ पछि हामी ट्रेन आइसकेको छ। अब चाहिँ हामी ट्रेन चढिसक्यौँ। अब चाहिँ हाम्रो ट्रेन यहाँबाट हिँड्छ ज्याकेट। सो दाजु चाहिँ यहाँ छ होइन, ह्यान्डसम भएर हाम्रो अनि यसो बाहिरको नजारा चाहिँ यस्तो देख्न सकिन्छ। चाहिँ चल्छु बवालै छ क्या, त्यस्तो घाम लाग्दैन, बादल पनि ठिक्कको दामी देखिसकेको छ त्यो पनि। यस्तो नै हो स्टेसन गाइस है, हेर्नु होला माया गरिदिनु होला। अब चाहिँ हाम्रो क्ल्याबिनी झर्छौँ हामी, क्ल्याबिनीबाट ट्रेन चढ्नुपर्ने हुन्छ। ट्रम चढेर चाहिँ फेरि हामी लाग्छौँ एरोनतर्फ। Our hearts beat to the city streets. We began to feel the fire. We rise like tall buildings as the chemicals they take us higher. The night's young and it's just begun as she puts her hand in mine. We wanna chase the night, wanna dance to the light, pull the stars from the sky, just two hearts running wild. Never sleep, never stop, as we shout from the top. We're gonna be two hearts running wild. So finally we are here in Glabeni Coldova. So अब चाहिँ हामी यहाँबाट ट्रम चढ्नुपर्ने हुन्छ। यो ट्रम चढेर चाहिँ हामी माथिको सेन्टरमा जान्छौँ भने त्यसपछि त्यहाँबाट फेरि ट्रम चढेर हामी एरोनतर्फ जान्छौँ भन्ने हामीलाई लागिरहेको छ। सो यो चाहिँ ग्लाबेनीको नजारा बबाले छ, पहिलाको भिडियोतिर नि देख्न सक्नुहुनेछ होइन। सो त्यही नै हो। अबको चाहिँ म यहाँबाट माथिपट्टि ट्रम चढेर जानुपर्ने हुन्छ। कति नम्बर 4 नम्बर रहेछ, 4 र 9 मात्रै छ त यार। 6को आउनुपर्ने हो खासमा हामी माथि जानलाई, 6 एकछिन जान्छौँ होला। अब एकछिनलाई वेट गर्छौँ हामी। सो स्टेसन है त। गाइस म चाहिँ अहिले चाहिँ आइकलाएर एरोन आइपुग्यो। हामी चाहिँ अब आइपुग्यो भने यहाँबाट हिँड्न चाहिँ पर्छ। त्यो यहाँनिर भित्र चाहिँ अब टक्क सी जस्तो टाइपमा एउटा लेक छ। अनि त्यो यहाँ चाहिँ आइपुग्यौँ। अब माथिबाट चाहिँ 17 नम्बरको सेन्टरबाट माथि 17 नम्बरको ट्रम चढेपछि चाहिँ टक्क लाएर हामी तल आइपुग्छौँ। त्यही नै हो। यो चाहिँ यस्तो छ, यहाँबाट लाग्ने छ 5 र 17 आउँछ यहाँ होइन। सो त्यही नै हो। अब यहाँबाट हामी हिँडेर जानुपर्ने हुन्छ। अलिकति हिँड्छौँ अनि त्यसपछि गएर एकछिन ठाउँमा शीतल ठाउँमा बस्छौँ। सो उता दुगोसुलेतिर त घाम लागिरहेको थियो र यहाँ चाहिँ पुरा मस्त घाम लागिरहेको छ। सो त्यही नै यस्तो चाहिँ गाइस है त। So alright guys, म चाहिँ एरोन आइपुगेँ। सो यो छ एरोनको ट्याक्क एउटा एन्ट्री पोइन्टमा छु है। यहाँ चाहिँ अब लगभग आज चाहिँ समथिङ के छ भन्दाखेरि नि मलाई चाहिँ थाहा छैन। जे भयो नि होलिडे छ अनि यहाँ गभर्मेन्ट होलिडे। सो यहाँ चाहिँ मान्छेहरू थुप्रै छ क्या। जे होस् यता गभर्मेन्ट होलिडे
त टन्नै मान्छेहरू छ क्या यहाँ चाहिँ होइन समथिङ पार्टिज होला दिइरहेको जस्तो है मान्छे छ यार पुरा लागेको तर बबाल भ्यू देखिन्छ है फेरि आकाश त्यस्तै खुलेको छ तालहरू होइन मान्छेहरू त्यस्तै क्राउड छ त्यो चाहिँ एकदम गुड एन्ड रमाइलो फिल भइरहेछ मलाई चाहिँ एज यु क्यान सी हियर गाडी साडी आउँदैन र आइज पारामा ओ कन्सर्ट जस्तो रहेछ नि तल त बबालै भएछ त्यो कन्सर्ट जस्तो रहेछ दामी भ्यू देखिरहेछ यार कस्तो बबल खुलिदिएको के हो ए अहिले त जस दुःख सेलामा चाहिँ पानी पर्ला जस्तो भइरहेको थियो नि त होइन अनि यहाँ चाहिँ यस्तो आउँदाखेरि त ए बा घाम लागिरहेछ गर्मी भयो क्या अहिले आएर धन्न मैले पुरै जाडो हुन्छ होला भनेर ज्याकेट लाएर आउनु लागेको थियो होला होइन अहिले ठिक छ गर्मी छ त्यो यहाँ चाहिँ ताल छ यस्तो मजाको है सरा ताल तलैया ट्र्याक दाजु कस्तो लाग्यो त अनि तपाईँलाई चाहिँ एकदम ठिक छ एकदम नाइस छ धेरै राम्रो छ भाइ धेरै राम्रो छ चिसो घाम लागे पनि दाजुभाइ हुनालाई तपाईँ पहिलोचोटि म दोस्रोचोटि जस्तो लाग्यो तर घाम चाहिँ टेन्सन राख मान्नु घाम चाहिँ एकदम अघि कस्तो मजाको थियो जाउँछु त्यही रमाइलो भइरहेको छ हामीहरू हिँड्दैछौँ अब यसो वाकिङ गर्छौँ एक ठाउँमा बसेर खान्छौँ सो भ्यूले चाहिँ मार्छ होइन बाबाले देखाएको छ नि त सो त्यही नै हो यस्तो थियो नि गाइज आजको यहाँको क्राउड देखेर चाहिँ मलाई अचम्म लाग्यो क्या यहाँको कतिखेर मान्छेको यार सो यता पारिपट्टि चाहिँ एरेना पर्छ है गाइज र यहाँको क्राउडहरू चाहिँ आज बबालै छ क्या त्यो मान्छेहरू पुलिसहरू पनि टक्क आइरहेछन् यहाँको भ्यू नजारा देखेर चाहिँ मोहित भएको छु यार यो रमाइलो छ यार ठाउँ चाहिँ एकदम चिल गर्नलाई टक्क बस्नलाई ग्यादरिङ गर्नलाई रमाइलो ठाउँ छ यार एरन आइयो बसियो टक्क लाएर अब चाहिँ खाना सुरु गर्नु लाग्यो यस्तो छ तयारी है त
सो ल गाइज अब चाहिँ हामी दाजुभाइ टक्क खायौँ रमाइलो गऱ्यौँ एकछिन यहाँ बस्यौँ फोटोसोटो हान्यौँ अब चाहिँ हामी टक्क लगाएर हाम्रो डुगोसेलो फर्किनु लागेको अगायो पनि खाइयो पनि रमाइलो पनि गरियो टक्क बस्यो अब चाहिँ हामी डुगोसेलोतिर फर्किन्छौँ सो अहिले अब यस्तै हल्का फुल्का भिडियो डाङडुङ डुङ हालेर टक्क बनाएको छु अब यस्तो हेरिदिनु होला इन्जोय गरिदिनु होला सो आजको लागि चाहिँ यति नै अब के भनौँ भने नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला मेरो सानो च्यानललाई त्यही नै भन्न चाहन्छु अहिलेलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच